मैले त कसैलाई देखाएको छुइनँ त लिप इट यार के बोरे गाइज प्लिज मलाई एउटा मेम्बर हार्ट देऊ मलाई फलो गर म कन्टिन्यू फलो ब्याक दिइराखेछु भनेकै त छु तेरो ठुलो रे तेरो सानो रे त यहाँ त्यही हेर्न आएको होस् हेर्न मन लाहा मादर चोट ल गाइज सबजनाले ट्याप गरिदिनु न म फलो ब्याक दिन्छु मलाई कस्तो म यति राम्रो म मेरो मुखबाट नराम्रो ननिस्कियोस् म किन नराम्री हुँ भन्ने मलाई कस्तो लाग्छ क्या होइन तर यो मान्छेहरूले के बोलेको लाइक म होइन म कसैसँग के मागेको पनि छैन कि प्लिज मलाई एउटा मेम्बर हार्ट दिनु होइन अनि फलो गर्नु म सबलाई फलो ब्याक दिन्छु भनिरहेको छु अनि यत्रो ठुलो तेरो यत्रो ठुलो उत्रो ठुलो मलाई थाहा छैन नि मेरो के हो कस्तो ठुलो हो कि सानो हो भनेर तिमीहरूले भन्नुपर्छ र ब्याक भयो हौ लिभिट्रे हस् ओए रे के ओए हो ल फलो ब्याक दिएँ है मैले अस्टिन अर्को आइडी पो रहेछ तर ए अस्टिन मलाई यसो फलो गर्नु भएको छैन ल फलो ब्याक गरेँ बिचरा बुझ्ने गाह्रो रे ओइ कल जोइन नै म कल जोइन गर्दिनँ कसैलाई अनि के भन्छ अरे कस्तो अग्निमा नराम्रो बोल्छन् हौ कलमा आएर नि कसैसँग बोल्नु मन लागेको छैन काम छ अरे मेसेज गर के काम भए लाइभमा पनि काम हुन्छ र कसैको जोइन नै गर्दिनँ काम भए फोन गर डाइरेक्ट मेसेज गर लाइभमा आएर म कसैसँग के कामै भए त मेसेज गर्थ्यो होला फोन गर्थ्यो होला कल गर्थ्यो होला यस्तो काम पर्यो भनेर लाइभमा आएर मेसेज लाइभ भन्दा लाइभ हुन्छ लाइफको कुरा यताउता कामको कुरा लाइभमा चाहिँ किन गर्नु के काम भए राम्रै काम भए सुन न मलाई त्यो पछाडिको डल देऊ न म पैसा दिन्छु रे चिने होइन को हो त्यो कसैलाई चिन्दिनँ मैले लाइभमा सब साथी हो सबजनासँग लाइक म एकजनासँग बोल्यो भने अरूलाई नि बोल्न मन लाग्छ नि त सबजना अनि म सबै यो 100जनासँग बोल्न त सक्दिनँ नि त हो कि नै म त्यही भएर हजुर सबैसँग बोल्छु अनि एकजनालाई माथि लिएर चाहिँ म किन बोल्नु त्यो एउटा को सबैजनासँग रेड इन तिम्रो बुढो विदेशमा हो अरे सबैजनासँग बोल्ने हो नि त होइन म हजुर सबजनासँग बोल्छु गाइज सबजनाले फलो ब्याक दिन्छु साथी बन्ने त हो नि होइन फलो अमित थ्याङ्क यू सो मच अमित हजुरलाई धेरै धेरै धन्यवाद गाइज मेम्बर हार्ट दिनु न मेरो घर गाइज चितवन हो हजुरको घर कहाँ हो चितवनबाट कोही हुनुहुन्छ के छ फतौरी आन्टी असीम थ्याङ्क यू सो मच असीम हजुरलाई धेरै धेरै धन्यवाद अनि त्यसपछि अब मोड देऊ न रे सरी के भन्छ 10K को के गिफ्ट हुन्छ गाइस 10K को गिफ्ट देऊ अनि म तिमीलाई
बल्ल तिमी म्यानेजर बनाउनलाई तिमीसँग के क्यापेसिटी त हुनु पर्यो नि। यदि म कहिलेकाहीँ गेम हारेँ भने तिमी आएर मलाई गेम जिताउन सक्छौ कि सक्दैनौ? तिमीसँग के छ? म्यानेजर हुनको लागि, मोडिटर बन्नको लागि तिमीसँग के छ? यत्तिकै जो पाइ त्यसलाई म मोडिटर दिनु? गिफ्ट नै पो हान्नु पर्यो होइन? पर्यो नि त। फ्रीमा मोडिटर पाउँछ कि? रे यत्तिकै नि कहाँ मोडिटर दिनु? म दिन्न नि यत्तिकै मोडिटर क्या छ? होइन मोडिटर नबनाऊ। के अरे तर कसैले भर्खर 10K गिफ्ट हानिदियो भने त म मोडिटर दिन्छु। अस्ति मैले एकजना मोडिटर दिन लाएको थिएँ अनि दिदीले मलाई त्यही भन्नु, धन्यवाद फलो गर्नु, घरबेटी फलो ब्याक दिनु मलाई रे। मैले आफै तपाईँ हाँस्नुभयो भने त सबै दाँत गर्न मिल्ने रहेछ अरे। ल मेरो दाँत कतिवटा छ ल गाइज? ल मेरो दाँत कतिवटा हाल भन? 1 2 3 होइन 4 5 6 7 8 9 10 11 12 13 14 15 16 म 16 वर्ष हुँदाखेरि मेरो 32 वटा डाट कम्प्लिट भएको थियो क्या। ठ्याक्क म ज्वरो आएको थियो अनि के भन्छ अरे ज्वरो आयो अनि किन भनेको त्यो बेला नि दाँत आउनले रहेछ अनि ठ्याक्कै म 16 हुँदा ठ्याक्कै 32 र दाँत त्यो बेलै कम्प्लिट भयो मेरो नि। कति फोर चिप्रो रे? किराले खाएको त काम छैन। जिब्रो कस्तो हुन्छ र? तिमीहरूको जिब्रो चाहिँ कस्तो हुन्छ र? मैले फेरि नराम्रो मात्रै देख्छु यार। मेरो जिब्रो फोर भन्छ यार। तिमीहरू चाहिँ के हो राम्रो? रातो हुन्छ अरे। मेरो कालो हो, मेरो सेतो हो।